everyone, good morning and राधे वेलकम टु माई युट्युब च्यानल इट्स मी तामाङको छोरी. सो गाइस आज भने चाहिँ दिन एकदमै राम्रो भइरहेको छ है. त 2-3 दिन भयो, दिन दामी भइरहेको छ. म बाहिरको भ्यूहरू पनि देखाउँछु तपाईँहरूलाई. हेर्नुहोस् त कस्तो राम्रो भइरहेको छ. आकाशहरू यस्तो निलो निलो भइरहेको छ हो. आमाले तर रोडमा पानी हाल्नु हुँदैछ. सो गाइस आज भने चाहिँ मेरो के काम छ भन्दा चाहिँ नि म देखाउँछु है तपाईँहरूलाई के काम गर्छु. यो हाम्रो चेसम हो, यो चाहिँ मन्दिर रुम हो नि त. त्यो भएर त आज चाहिँ मेरो के काम छ भन्दा चाहिँ यो जति पनि भाँडाहरू छ नि सबै टल्काउनु पर्छ है आज साथीहरू. मैले किनभने टाइम छैन नि त हो. यिनीहरू त अस्ति मैले धोएको थिएँ हो, त्यो त धुनु पर्दैन होला. आज चाहिँ म योहरू धुन्छु साथीहरू. अन्त साथीहरू तपाईँको के कसो गर्नु हुँदैछ? तपाईँको त साफसफाइ भइसक्यो होला होइन साथीहरू. मेरो चाहिँ अब भर्खर स्टार्ट. यसै पनि लास्ट इयर मैले गरेको थिएँ, टल्किनै रहेको रहेछ हो. तर एभ्री इयर गऱ्यो भने चाहिँ राम्रो हो है, टल्किनै बस्छ नि त, त्यस्तो मैला हुँदैन हो कि होइन साथीहरू. भन्नुहोस् त साथीहरू के गर्नु, तर ठिकै टल्किनै रहेको रहेछ. यो धाराले गऱ्यो भने चाहिँ नि एक साल टक्कै जान्छ, उयो हुँदो रहेछ हौ, मतलब बस्दो रहेछ क्या त. अन्त फेसबुकमा मैले बहुतजनाको देखेँ कि उहिले गरेको के भन्छ त्यो हार्पिकले मैले अस्ति ट्राई चाहिँ गरेँ दसैँको टाइममा है, छेसमको भाँडाहरू धुन्नु कि. तर थुप्रै सायद त्यो उम्लेको पानी हाल्नुपर्छ होला. मैले चाहिँ वार्म वाटर हालेर गरेँ नि त कि, तर भएन. फेरि हाम्रोमा त्यो निलो हार्पिक छैन रहेछ, त्यो रातो डब्बाको हुन्छ नि त्यो हार्पिक रहेछ. त्यसमा चाहिँ भित्र उयो लाइक लिक्विड, त्यो उयो पानी जस्तो कलरको लिक्विड हुँदो रहेछ हो. त्यो भएर सायद त्यसले नभएको पनि होला, मैले चाहिँ जानिनँ. तर साथीहरू अहिले फेरि भिडियोहरू हेर्छु है, धारा त्यो उयोले हार्पिकले गर्दा सबै कालो हुँदो रहेछ पनि के भनेर भन्दै थियो होइन. तर मेहनत गर साथीहरू, यसरी नै धाराले नै गर, मेहनत गर्नुपर्छ हो. अलिकति त लाग्छ नि मेहनत, हो किन लु भन्नुहोस् त. मेहनत गरेको अनुसार बस्छ नि त. हेर्नुहोस् एक साल लास्ट इयर गरेको मैले. अन्त यो चाहिँ मैले के अरे प्रितमबरी र कालो साबुनले गरेको. पहिला प्रितमबरी घसेँ होइन, त्यहाँदेखिको चाहिँ कालो साबुन र स्टिल झुटले यसो गरेर चाहिँ के अरे धोएर चाहिँ घाममा सुकाएँ. हेर्नु मजाले टल्किरहेको छ त होइन. त्यो अल्छी काम के त बेकारमा, हो किन लु भन्नु साथीहरू. ल त साथीहरू, म सबै बर्तन फटाफट निकाल्छु, त्यहाँदेखिको विल सी लेटर. ओके साथीहरू, अब म स्टार्ट गरेको है एज युजुअल. मैले चाहिँ यसले नै गर्छु, हेरिहाल्नुहोस् हो धाराले. अन्त अलिकति बटुकोमा निकाल्छु. अन्त घस्नु पर्यो साथीहरू. यस्तो नै दामी हुन्छ नि. लास्ट इयर पनि टल्किरहेको छ. कडा आउँछ नि त्यसको झाँस त. अब खुसेर हेर्छु ल साथीहरू. लुगा चाहिँ पुरा लाग्छ यस्तोमा चाहिँ. फ्याक्ने टी सर्टहरू त सबै काम लागिहाल्छ नि. यसले चाहिँ गर्नु भएन हो, यसले पुस्नुपर्छ. अन्त यस्तो टी सर्टहरूले यस्तो दबाएर दिनुपर्छ कि. दुईजना भए त छिटो हुन्थ्यो होला साथीहरू, के गर्नु एक्लै छु हो, सघाइदिने कोही छैन. हेर्नुहोस् त टल्किहाल्यो नि है. के को हार्पिक, अलिकति मेहनत गर्नुपर्छ. मेहनत गऱ्यो भने मेहनतको रङ पनि आइहाल्छ. हुन्छ नि परिश्रमको फल मिठो हुन्छ भन्छ नि, त्यस्तै हो साथीहरू. आया फ्याक्दै भयो एउटा थाल घस्दै, तर त दामी टल्किने. अब खासमा चाहिँ भन्छ दिवालीको दिन भन्छ है यो सबै साफसफाइ गर्नु. अब दिवालीको दिनमा कहाँ टाइम पाउनु लु भन्नु त साथीहरू. मालाहरू बनाउनु पर्यो है, हामी छेउछाउमा लगाउँछ दैलोतिर होइन. अन्त त्यतिमै दिन जान्छ त. यस्तो हो त, अन्त कहाँ टल्काउनु त्यो दिन त. भइहाल्यो त साथीहरू. लु हेर्नुहोस् त साथीहरू, घरमा फ्यामिली कम हुनु पनि साह्रै रहेछ है. अब त छैन, 3जना मात्रै छु हो. बधाई थियो, म पनि आज कालिम्पोङ गइहालेँ हो. नभए त्यसो आएर बसेर बातहरू गर्थेँ नि त, त्यो पनि छैन हो. आप्पा सुतिरहनु भएको छ, आमा आफ्नै दिनमा काम गरिरहेको छ, म यहाँनिर हिस के गर्नु साथीहरू. अम्लाको टुप्पा दुख्यो नि साथीहरू हातमा.
के गर्नु साथीहरू, सालमा एकपल्ट त गर्नैपर्छ सबै बर्तनहरू हो। चुइङगम खाँदै टाइम भाँडा धुएको, अब के गर्नु, टाइम पछि त्यो छ हो। आया हो तिहारै आयो लौ नानी नाना सुन्न हजुर लक्ष्मी आयो आँगन। दामी भयो, कति चाहिँ घसिसके साथी देखाउँछु ल के कसै राखिरहेको छु। हाल चाहिँ सकिसक्यो साथीहरू। अब चाहिँ छ यस बटुको अन्त लोटाहरू छ। हात हेर्नु साथीहरू यस्तो दुख्यो नि। अब चाहिँ लोटामा आए साथीहरू, यस अलमोस्ट सक्नु आँटे। वार्ड नम्बर 10 होइन कि 9? लुगा चाहिँ पुरा लाग्छ साथीहरू यसमा चाहिँ। टल्किहाल्छ नि साथीहरू, मेहनत गर्नुपर्छ साथीहरू, मेहनत। त्यो रिल्स बनाउनुको चक्करमा हात चाहिँ युज गर्नु हुँदैन है साथीहरू। अब छ चाहिँ 4टा बटुको एउटा लोटा। ओके साथीहरू, मेरो पनि काम सक्यो, लास्ट यो हो। अब चाहिँ सबै एक्सक्युज मी, किन यो एकदम कडक छ नि त, त्यो भएर नाकमा भयो नि। ल साथीहरू, मेरो सबै भइसक्यो है, लास्ट यो हो। अब थन्कमनको गर्नु मात्रै बाँकी भयो। जति पनि बाहिरको फ्लावर बासहरू थियो छेउछाउमा राखेको, उतातिर राखेको तिनीहरू सबै गरिदिएँ। एउटा लास्ट हो, यो बटुको मात्रै छ। त हातहरू पनि थाके नि, प्रेसरै भएन लास्टमा त। भयो साथीहरू, हुन्छ ल त साथीहरू, बादमा भेटौँ ल। यही हातले यस्तो हातले पक्रिने फेरि उयो बसिहाल्दो रहेछ। ल थाके साथीहरू, यस्तो दुख्यो अहिले त। ओके बाई। ल साथीहरू, फाइनली सबै टल्किएन, मजा टिलीले टल्किसकेको छ। मेरो भाँडाहरू चाहिँ यहाँतिर हो। यति नै छ है हाम्रो चाहिँ साथीहरू भाँडाहरू हो। के गर्नु, किनभने आधा तल घरमा छोड्यो, आधा चाहिँ हामीले माथि ल्याएको नि त हो। अन्त यति नै छ, के गर्नु साथीहरू। तपाईँको त बहुत सारा रहेछ है, कतिको मैले देखेको, यति साह्रो खस्ता गरेको। मेरो चाहिँ यति मात्रै छ, यतिमै हामी खुसी नै छु। अन्त साथीहरू, आया ममा हात दुख्यो, कटकट खायो। अब फेरि यहाँनिर अलिअलि साफसफाइ गरेर सबै राखिदिन्छु साथीहरू। ल बादमा भेटौँ ल साथीहरू। हेर्नुहोस् त, सबै थन्कमन पनि गरिदिइसक्यो हो। टल्के कि टल्केन यसो कमेन्ट गर्नुहोस् है साथीहरू। ल ओके साथीहरू, अब म भने चाहिँ खाना खानु गएको, भोक पनि लाग्यो। अन्त खाना खाइसकेर चाहिँ सायद म यो खिड्कीहरू पनि धुनुपर्छ, विन्डोहरू सफा गर्नुपर्ने छ हो। आज त्यो गर्छु होला, किचनतिरको विन्डोहरू यसो हल्का फुल्का सफा गर्दै जानु पऱ्यो नि त। अन्त साथीहरू, यहाँ पनि छ पुरा काम गर्नुपर्ने।
यो दुइटा चाहिँ टल्काएँ मैले है। अब यिनीहरू सबै धुनुपर्छ। यो चाहिँ हाम्रो भगवान हो है, बुद्धिस्टको। यस्तो छ है साथीहरू हाम्रो चाहिँ। ल साथीहरू अब म फटाफट काम गर्छु है, अरू काम पनि छ, भोक पनि लाग्यो साथीहरू। साथीहरू म त खाना पाकेछ भनेर आएको त पाकेको छैन पो रहेछ। हे 12 पनि बजेको छैन रहेछ। यस यहाँ नाकीमा छ हो, अन्त आमाले उसिनेर राखिराख्दै गर्छ। अन्त म चाहिँ अब नाकीमा बनाउँछु है। नाकी बनाउनुमा त आउनु त आउँदैन, प्याज र टमाटर लाएर यसो हल्का भुटभाट गरेर चाहिँ खाने, किनभने अब लसुनहरू त खाँदैन हाम्रो घरमा साथीहरू हो। अन्त तपाईँहरू चाहिँ नाकीमा कसरी बनाउँछ यस्तो भन्नुहोस् है ल। अन्त ल त साथीहरू अब म फटाफट कटिङ सटिङ गर्छु हो। मुखै खल्लो छ मेरो पनि, आमा पनि भन्छ मुख खल्लो छ भन्छ हो। मेरो पनि त्यस्तै छ, मुखमा टेस्ट छैन। त्यो सायद सर्दी खाँसीले गर्दा पनि होला। कटिङ त यसमा पनि चाहिने जसले दिइहाल्छ नि नहेरिकन होइन। हुन्छ नि कटिङ गर्नु त मलाई पनि, लामो लामो काट्नु पऱ्यो। अन्त साथीहरू तपाईँको चाहिँ लन्चमा के बनायो? हाम्रो चाहिँ आमाले दाल र भात चाहिँ बनाइदिनु भएछ हो। अन्त चटनी पनि पिसिदिनु भयो आमाले नै। अन्त किन म त्यता काम गर्दै थिएँ हो। अन्त नाकीमा चाहिँ उसिनेर राखिदिएको छु, बनाएँ भने हो। अन्त अब नाकीमा बनाउँछु। अलिकति जाडो पनि चढेछ साथीहरू, आँखा पोल्यो। अन्त हरियो खोर्सानी पनि चिरेर हाल्नुपर्ने छ है साथीहरू, चटनी जस्तो बनाएर। ल त साथीहरू अहिले भेटौँ ल, म फटाफट पकाइहाल्छु कि। साथीहरू खानापिना त भइसक्यो है। खानापिना भइसकेर पनि अब म चाहिँ यो विन्डो सफा गर्नु चालु भएको। अब कोही छैन, विन्डो फटाफट सफा गरिहाल्नुपर्छ किचनको चाहिँ होइन। अस्ति यो दुइटाको अगाडिको दरवाजाको सामनेको चाहिँ यो भयो सफा गरेँ, आज चाहिँ यो गरौँ भनेको। अन्त साथीहरू अचार मुसेर भात खाएको थिएँ कि हात झमझम पोल्यो नि हौ साथीहरू। यो गर्नु जस्तो छ। भित्रीपट्टिबाट त सकेँ कि, अब बाहिरपट्टिबाट गर्छु साथीहरू। यस्तो नाकाउना गर्नु पऱ्यो नि। यो यहाँ चाहिँ हाम्रो एकदमै मैला हुन्छ नि त बाहिरपट्टिबाट। त्यो हेर्नुहोस् न विन्डोहरू काँच यस्तो भइरहेको छ, किनभने त्यो यहाँ वाल छ कि, त्यो वालले गर्दा चाहिँ त्यो पुरा पानी पर्दा छिटा लागेर क्या त पुरा मैला हुन्छ साथीहरू। के गर्नु, अब म बाहिरतिर लागेको है साथी। अन्त साथीहरू बाहिरपट्टि पनि आयो होइन, बाहिरपट्टि त एकदम मैला छैन रहेछ। भगवान् कसरी चाहिँ सफा गर्नुपर्ने साथीहरू, कसरी नै होला है। साथीहरू हत्तु भयो, उङ्ली पनि दुख्यो हो। यसो हेर्नुहोस् आएछ, सफा भयो नि है। ओ माई गड साथीहरू, इतना डेन्जर थाकेँ नि म। यो माथि तलको पुरा विन्डो सफा गरेको, यिनीहरू सबै हो। घरको वरिपरि नै मैले माथि तलका चाहिँ विन्डो सफा गरिसकेँ है। भोलिदेखि चाहिँ तल तलामा हो। सो गाइज
आजको ब्लग नै एन्ड गर्छु होइन. डु नट फर्गेट लाइक सेयर एन्ड सब्सक्राइब. ओके, कहिले कहिले चाहिँ बनाउँछु भिडियो होइन, त्यो भएर यसो हेरिदिनुहोस् है साथीहरू. ओके, बाई बाई, टेक केयर, लभ यु एन्ड सी द नेक्स्ट ब्लग.